हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। हजुरहरूलाई स्वागत छ। आज चाहिँ म बौद्धमा कुरा गर्न जान आँटेको साथीहरू। फाइनली म चाहिँ बौद्ध पुगिसकेको। म चाहिँ भाउजूहरूले कुर्दैछु। भाउजूहरू चाहिँ अगाडि आउनु भइसकेको थियो। म चाहिँ कुरिरहेको सँगै कुरा गरौँ भनेर। अनि भाउजूहरू पनि ठ्याक्कै देखेँ मैले। अनि भाउजूहरू सँगसँगै म पनि कुरा गर्न थाल्यो। अनि यति भिड थियो आज 16 गतेको दिन है। हुन त आज भोलि बिहानसम्म लास्टै भिड हुन्छ है। अनि पानी पनि पर्यो। पानी परेर फेरि बिजोक, यति बिजोक के छाता ओढ्ने मान्छे त कति हो हिँड्ने ठाउँ पनि नभएर झन् छाता आफू डल्ले मान्छे भयो झन् है। कस्तो झ्याउ लाग्ने के। अनि मेरो बहिनीले छाता ओढेर हिँडे। अनि मेरो दाइ चाहिँ छाता नओढी जानुभएको थियो कि अगाडिसम्म चाहिँ हामी पनि छाता ओढेको थिएन। अनि भएन, ठुलै पानी पऱ्यो नि त, त्यही भएर छाता ओढ्न थालेँ कि। अनि मान्छे पनि अलिक कम भयो कि यतातिर चाहिँ पानी परेर। फाइनली म चाहिँ स्वयम्भूमा पनि पुगिसक्यो कुरा गर्नलाई। अनि स्वयम्भूमा पुगेँ। अनि पानी स्वयम्भूसम्मै पानी परेर के गर्नु है। आज त बिहानदेखि पानी परेर बिजोक भएको थियो हो। के गर्नु है। अनि फाइनली म चाहिँ पिण्ड बुद्ध भएको ठाउँमा पुगिसक्यो। म चाहिँ 3 कुरा भइसकेर 3 कुरा गरेर म चाहिँ अब घर फर्किन आँटेको। अनि फोटोसोटो खिचेँ। अनि त्यसपछि लास्टमा मैले बत्ती बालेँ। 3 कुरा सकिसकेपछि चाहिँ म अब गर्न त धेरै मन थियो, तर के गर्नु, आफ्नो ज्यानले नसकेपछि अलि सन्चो थिएन। त्यही भएर म चाहिँ 3 कुरामै फर्केको। साथीहरू हजुरहरू पनि को आउनुभयो कमेन्ट गर्नुहोला। धन्यवाद। कमेन्ट गर्नुहोला।